नमस्ते एभ्रिवान। आज चाहिँ हामी सिस्नेरी स्विमिङ पुल गइरहेछौँ। यो चाहिँ बाटोको दृश्य हो। हामी चाहिँ यहाँ अहिले यो भ्यू हेर्नलाई यसो रोकिरहेका छौँ। उता चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ। गाइज हामीसँग यहाँ हाम्रो सहमित्रहरूमा हुनुहुन्छ हाम्रो यहाँ सुशील बोरा, दीपक मेहता, पुरोडा हिरो हुनुहुन्छ, सुनिल मजाक हावा चाहिँ बेसी लागिरहेको गाइज। तपाईँले आवाज आउँछ कि आउँदैन? बाटो चाहिँ अब यस्तो धुलो सोहोरो फोहोरो के आइसक्यो। अलि बाटो कठिन नै छ। हाम्रो ड्राइभरमा हाम्रो दीपकजी हुनुहुन्छ। उहाँको ड्राइभिङको त के कुरा गर्नु, यस्तो राम्रो स्मुथ चलाउनुहुन्छ उहाँ। गाईजी हामीले अहिले काफल किने हौँ। उता बहिनीबाट 50 रुपियाँको काफल। ल ल्याउ साथीहरू। गाइज इन्जोय गर है, इन्जोय गर। देखा न कति पर्छ बाबु, कति पर्छ। यस्तै घुम्नुपर्छ। बाइक देखायो बाइक। हो यसरी घुम्नुपर्छ होइन, इन्जोयमेन्ट गर्नुपर्छ। ल दीपक भाइलाई पनि उहाँ हाम्रो हिरो देखिनु भएको चस्मा लगाएर। गाइज रोड त यहाँ एकदम चुनौतीपूर्ण रोड रहेको छ। तपाईँहरू आउनुभयो भने एकदम सावधान भएर चलाउनु होला। उता माथिबाट आएको हामीहरू। गाइज थोरै यता हामीले यस्तो नास्ता पानी केही किनेका छौँ। यहाँ के छ, यहाँ कुरकुरे, चाउचाउहरू, पानीहरू। उतातिर चाहिँ पानीहरू त्यस्तो खानेकुराहरू केही पनि छैन। तपाईँहरू जानुहुँदैछ भने एकदम विचार गरेर प्रिपेयर भएर किनेर जानु होला। गाइज बाटो एकदमै कच्ची रहेको छ। यहाँ यता हेर्नु, यहाँ पुल पनि एउटा झरेको रहेछ। कहिले रहेछ यो बाढीले हो कि पहिरोले के हावा चलेर पुल खसेको रहेछ। अब अलमोस्ट हामीहरू 10 मिनटमा, अब हामी 10 मिनटमा ठ्याक्क आफ्नो डेस्टिनेसनमा पुग्छौँ। अनि तपाईँलाई म देखाउँछु त्यहाँ के भइरहेको। यहाँ एकदमै पाहाडको गाउँको घर जस्तै इन्भाइरोमेन्ट आइसक्यो। हेर्नु गाइज यहाँ के हो, पुरै के अरे ढुङ्गाबाट बनाएको छ यो घर पुरै। यहाँ गाई म्या गरेर दीपकले बोलाइरह। त्यहाँ साना साना बच्चाहरू हेर्नु तपाईँहरू। त्यहाँ हेर्नु, त्यहाँ लुगा धोइरहने घर खोलामा। ल यताबाट माथि जाने अब बाटो गएको छ। त्यहाँ पुल देखिरह गाइज, एउटा पुल आइरह। आई गेस हामीले त्यही पुलबाट जानुपर्ने हुनुपर्छ। पार्किङमा चाहिँ यस्तो भिड छ, यता हेर्न सक्नुहुन्छ। हाम्रो लग्जरियस स्विमिङ पुल भनेको त्यो रहेछ गाइज। मान्छेहरूको भेला। एक्सपिरियन्स त त्यही हो। अब यो पानीको लागि यहाँ हिँडेर आएर लास्टमा भ्यागु त नडुब्नेको ताल। गाइज त हेर्नु भेला कस्तो भएको मान्छेहरूको। यहाँ त एकदम के अरे मेला चले जस्तै स्विमिङ पुलमा मेला भइरह। अब उता त भ्याएन। अब हाम्रो स्पट भनेको चाहिँ त्यहाँ जाने प्लान छ हाम्रो। त्यहाँ हुँदै जानुपर्छ। यसो सर लाएर हामीलाई पुगिहाल्छ होला त्यति ठाउँमा। गाइस सिस्नेरीको हाम्रो मेन पुल त भएन। अब लोकल झर्नामा जानु, के अरे लोकल खोलामा जानुपर्छ। सुनिल ब्रदरलाई भोक लाएर चाउचाउमा परिसक्नु भयो। यस्तो हेरिरह कस्तो मजाले हिँड्छ यार। कति गर्मी हो यार। उता पल्लो साइड जाने भने हामी त्यसो लाग्छ। पल्लो साइड गएर पुगिसक्यो गाइस। उता दीपक आइरह हाम्रो। केटाहरूको त लुगा फाल्ने प्रोसेस सुरु भइसक्यो।
गाई स्विमिङ गर्न त आउँदैन र अब त्यही नि ट्राई हान्नुपर्छ। ऊ त्यहाँ लुगा चेन्ज गरिरहन् केटाहरू। हाम्रो सुशील गइरहन् उता पानीमा। पानी गहिरो छ सुनिल? छैन? ल म पनि लुगा खोल्छु अनि पानीमा जानु पर्यो अनि भेटौँला तपाईँसँग। गाई जब पानीमा गइरह म पनि। ऊ त्यहाँ हाम्रो भाइ ट्युबमा खेलिरह, ट्युब मागिरह दिपक भाइलाई। आइज चिन्ने मान्छे भेटाइहाल्छ क्या नाकमा पानी गएर कानमा पानी गएर हालत डाउन। गाइस पानीमा अलिअलि स्विमिङ गरेर पुरै अब चिसो मौसम भइरह। माथि बादलहरू लगाइरह, अब पानी पर्छ होला। केटाहरू चाहिँ उतै छन् अहिलेसम्म खेलिरहन्। एकछिन अझ खेल्छौँ, अब कति 20-30 मिनट अझ खेल्छौँ अनि हामीहरू घरतिर लाग्छौँ। गाइस पिरो भयो कुरकुरे खाएर। जे होस् एक कुरा चाहिँ थाहा भयो दाइ, यो घडी हाम्रो यो के को स्किमीको घडी हो। यो एकदम वाटरप्रुफ छ। यो अघि कति हाफ एन आवर जति भ्याले स्विमिङ गरेको गरे यो केही भएको छैन घडीलाई। गाइस भोक लाएर हामी यो खान लाग्छौँ। यो के हो यो हाम्रो कुन चाउचाउ हो यो? तयारी चाउचाउ। यो खै फर्स्ट टाइम खाएको हो यो। खै कुन चाउचाउ रहेछ, खासै मिठो लागेन। यहाँ दिपक पनि छ मसँग। उता हाम्रो साथीहरू ऊ त्यहाँ उ गरिरहन्। अब हामी एकछिनमा 20-30 मिनटपछि निस्किन्छौँ।